अहिले पानी परेर पनि यस्तो भइरहेछ अनि फरक फरक कुट्नुपर्छ अनि यो ढुङ्गाको चाहिँ रेसा हुन्छ कि यस्तो यहाँनिर रेसा हुन्छ यताबाट कुट्यो भने बेसरी बल पर्छ यताबाट कुट्यो भने थोरै कुट्दा पनि फुट्छ क्या होइन रेसामा र साह्रै ठुल्ठुलो होइन त्यत्रो मात्रै पछि फेरि मुसिँदैन त्यो सिमेन्टमा बालुवामा मुसिँदैन यतात्र भन्छ मुसिँदैन यता कुट्ने ल अनि अनिवार्य रूपमा यो लगाउनै पर्छ होइन भने अर्को साथीको कुटेकोले आँखामा खुसीको आउँछ क्या हात खुट्टा पिल्सिँदा केही पनि हुँदैन हड्डी पनि भाँसिँदा जोडिन्छ तर आँखामा चोट लाग्यो भने त्यो फेरि कहिले निको हुँदैन त्यसले गर्दा आँखा चाहिँ एकचोटि मात्रै हो हाम्रो आँखामा लाग्ने घाउ चाहिँ निको हुँदैन त्यसले गर्दा अनिवार्य यो छ भने मात्रै कुट्ने ल यो बिना नकुट्ने है कुरा बुझ्यो नि त्यो भन्ने हुन्छ अनि यो चाहिँ जाने बेला बिराग्दा हुन्छ होइन भोलि फेरि आइन्छ आइँदैन अब जहिले आइन्छ भने त लगेर जाँदा पनि हुन्छ लिएर आउनुपर्छ अनि अर्को कुरा चाहिँ मैले भन्नु खोजेको कुरा अब यहाँ हामी धरान बाहिर भन्दै रहेछु दार्चुला बाहिरका मान्छे पनि छौँ होइन अब यहाँका मान्छे पनि छौँ स्थानीयसँग मिलेर हामीले काम गर्नुपर्छ सुन्दै हुनुहुन्छ नि यसको बारेमा मैले फाल्टै तपाईँहरू त्यो धरान बाहिरबाट आउने धरान भन्छु खालि यहाँ बाहिरबाट आउनेहरूले चाहिँ यता सुन्नुपर्छ हौ विशेष गरी यहाँको लोकलको बारेमा हामीले थाहा हुँदैन माइक पनि ल्याइएन सकेको काठमाडौँमा चाहिँ थियो त यहाँ त आउँदैछ त कहिले आइपुग्छ आउँदैछ होइन र यस्तो छ है पानीमा भिजेर काम नगरौँ बिरामौँ है यहाँको स्थानीयहरू चाहिँ अब बानी पनि भएको होला तर भाइहरूले पनि पानीमा भिजेर चाहिँ काम नगर्दा राम्रो त्यो ढुङ्गा बोक्दा अघि यत्रो ठुलो बोकेको देखियो ढाड सड्कियो भने फेरि जीवनभर निको हुँदैन होइन ठिकठिकैको बोक्ने यहाँको लोकल अब रहन सहनको बारेमा हामीलाई थाहा हुँदैन सिक्नुपर्छ स्थानीयबाट सिक्नुपर्छ त्यसरी कहाँ के छ हामीलाई थाहै हुँदैन कहाँ पानीको धारा छ कहाँ टोइलेट बाथरुम छ त्यो पनि थाहा हुँदैन त्यसले गर्दा यहाँको मान्छेसँग सिक्नुपर्छ त्यतिकै हावामा कुदिनु हुँदैन होइन बाहिरबाट आउने मान्छेहरूलाई कन्ट्रोल गर्नुपर्छ वर्तमान अनि अरू कुरा भनेको त आवश्यक कुरा मात्रै बोल्ने अनावश्यक कुरा नबोल्ने बाहिरबाट आउनेहरू है किनभने यहाँको मान्यता मूल्य मान्यता हामी थाहा हुँदैन के हुँदा के हुन्छ के को अर्थ के लाग्छ भन्ने थाहा हुँदैन अनावश्यक कुरा चाहिँ नबोल्नु है आवश्यक कुरा मात्रै सबै श्रम गर्ने यसो यताको अनावश्यक कुराहरू जुन हुन्छ नि थुप्रो आउट अफ टपिक त्यो चाहिँ हामीले बात मार्नु हुँदैन म भरै बाहिरबाट आउनु हुने हाम्रा श्रमदाताहरूलाई खुट्टै पनि फेरि म ब्रिफिङ दिनेवाला हुन्छु अब कतिखेर त्यो गर्नुपर्छ त्यो अब यो नजिक उसिराउँदा चाहिँ अब उहाँले कुटेकोले ढुङ्गाले आएर यहाँ घुँडामा लाग्न सक्छ अलिक फाल्टै गर्नुपर्छ होइन मैले अहिले भनेको कुराहरूमा फेरि मैले गरेँ ल चस्मा नलाइ गिटी कुट्नु नआउनु आँखामा ढुङ्गा उसिटेर पऱ्यो भने समस्या हुन्छ सेफ्टी भन्दा ठुलो कुरा हुँदैन काम होइन हामी जस्तो आयौँ त्यस्तै फर्केर जानु सक्नुपर्छ चोटपटक लागेर होइन गइयो भने राम्रो हुँदैन त्यसो भएको कारणले गर्दाखेरि सेफ्टी चाहिँ एकदम धेरै महत्त्वपूर्ण कुरा हुन्छ यहाँकै मान्छेलाई चोटपटक लाग्दा पनि राम्रो हुँदैन हामीलाई लाग्दा पनि राम्रो हुँदैन त्यसले गर्दा सेफ्टी चाहिँ सबभन्दा ठुलो कुरो हो सेफ्टीको बारेमा ध्यान दिनुपर्छ त्यही भएर के अर्थ लाग्छ भन्ने सबै समाजमा एउटै हुँदैन त्यसले गर्दाखेरि आवश्यकताभन्दा धेरै बाहिरबाट आएका साथीहरूले बोल्दैन कुरा बुझिन्छ नि आवश्यकताभन्दा धेरै बोल्दैन ठिक तपाईँले बोल्नु है धेरै उताउलो छिल्लिएर काम छैन है यति भन्न चाहन्छु ल यति हो